अब कुरा गरौँ एक्युट मायोकार्डियल इन्फ्रेक्सनको कम्प्लिकेसन्सको बारेमा अथवा हार्ट एट्याक आइसकेपछि के कम्प्लिकेसन्सहरू हुन सक्छ त्यसको बारेमा। कम्प्लिकेसन कुरा गर्दाखेरि कार्डियक एरिथमिया, इलेक्ट्रिकल प्रब्लम, हार्ट एट्याक भएको केही दिनभित्रै यो रिदमको समस्या आउन सक्छ। हस्पिटल पुग्नुभन्दा अगाडि र हार्ट एट्याकको पहिलो 24 आवर्समा डेथ हुने मुख्य कारण नै एरिथमिया हो। अर्को कम्प्लिकेसन पोस्ट इन्फेक्सन फिब्रिनस पेरिकार्डाइटिस। सो एट्याकको 1 देखि 3 दिनभित्रै हार्टको आउटर लेयरमा इन्फ्लामेसन हुन्छ। अस्कल्टेट गर्दाखेरि फिब्रिनस र घस्रेको जस्तो साउन्ड सुनिन्छ। तेस्रो पेपिलरी मसल रप्चर। सो दिस इज द भल्भ प्रब्लम। 2 देखि 7 दिनभित्र पोस्टेरो मेडियल पेपिलरी मसल रप्चर हुन्छ अनि त्यसले गर्दाखेरि यो मसलको एउटा मात्र ब्लड सप्लाई भएको कारणले गर्दाखेरि जुन चाहिँ पोस्टेरियर डिसेन्डिङ आर्टरी हुन्छ यो चाँडै ड्यामेज हुने चान्स बढी हुन्छ। सो मसल च्यातेपछि भाल्भले काम गर्न छोड्छ र ब्लड चाहिँ उल्टो डाइरेक्सनमा जान्छ जुनलाई चाहिँ हामीले मिट्रल रिगर्गिटेसन भन्छौँ। अर्को कम्प्लिकेसन इन्टरभेन्ट्रिकुलर सेप्टल रप्चर ओर होल इन हार्ट। 3 देखि 5 दिनमा हाम्रो बडीको म्याक्रोफेज सेल्सले डेड टिस्युलाई सफा गर्दा सेप्टम कमजोर भएर आउँछ अनि त्यहाँ दुलो पर्छ, होल पर्छ। सो भेन्टिकुलर सेप्टल डिफेक्ट हुन्छ। त्यसले गर्दाखेरि लेफ्ट साइडको अक्सिजन भएको ब्लड राइट साइडमा जान्छ जसले गर्दाखेरि राइट भेन्टिकुलरको प्रेसर र अक्सिजन बढ्छ। अर्को कम्प्लिकेसन भेन्टिकुलर स्युडो एनेरिजम फर्मेसन हो। 3 देखि 14 दिनमा हार्टको वाल च्यातिन्छ तर बाहिरको स्याक पेरिकार्डियमले ब्लडलाई थामिराख्छ। यसमा कार्डियक आउटपुट घट्ने र एरिथमियाको रिस्क बढेर आउँछ। यसमा रिदम बिगार्ने र भित्र ब्लड क्लट थ्रोम्बस भन्ने रिस्क धेरै हुन्छ। अर्को कम्प्लिकेसन भेन्टिकुलर फ्री वाल रप्चर हो। 5 देखि 14 दिनमा वाल पुरा फाटेर ब्लड बाहिर निस्किन्छ र हार्टलाई चारैतिरबाट थिच्छ जसलाई हामी कार्डियक टेम्पोनेट भन्छौँ। यदि पहिला नै एमआई भएको थियो वा लेफ्ट भेन्टिकुलर वाल धेरै मोटो छ भने यो वाल छिट्टै फाट्दैन, प्रोटेक्सन मिल्छ। तर यो सडनली भयो भने पेसेन्टको तुरन्तै डेथ हुने चान्स बढ्छ। अर्को कम्प्लिकेसन ड्रेसलर सिन्ड्रोम हो। इट इज अटोइम्युन। केही हप्तापछि बडीको आफ्नै इम्युन सिस्टमले हार्टलाई अट्याक गर्छ र फेरि इन्फ्लामेसन पेरिकार्डाइटिस गराउँछ। अर्को कम्प्लिकेसन लेफ्ट भेन्टिकुलर फेलर एन्ड पल्मोनरी इडिमा हो। यो लेफ्ट भेन्टिकुलर फेलर चाहिँ एलभी इन्फेक्सन, VST एन्ड फ्री वाल रप्चर वा पेपिलरी मसल च्यातेर भाल्भले काम नगर्दा माइट्रल रिगर्गिटेसन हुने कम्प्लिकेसन हो।